वेलकम टू माई च्यानल। दिस इज माई फर्स्ट ब्लग। यो चाहिँ फर्स्टै भनौँ, अर्को भिडियो डिलिट भएर चाहिँ फोन बिग्रेर यो नयाँ बनाएको फेरि। अनि चाहिँ म आली काट्न जाँदैछु। कोदालीले काट्न आली लाउन जाँदैछु। त्यो तल ट्र्याक्टरले लगाएको भिडियो त्यो फोनै बिग्रेर निकाल्न पाइएन, फोनमै डेट भयो। दुईजना आली लाउने दाइहरू पनि हुनुहुन्छ र म त्यही भएर दाइहरूले चाहिँ यहाँ आली लगाइराख्नु भएको छ। म पनि गएर आली लाउन थाल्छु। यही हो है हाम्रो गाउँघरको धमाधम छ असारको खेती लाउनलाई। खेतीबाली खेत चाहिँ अलिक पहाडी टाइपको छ र माटो नै निस्केन, आली नै टालिएन भन्नुहुँदैछ दाइहरू चाहिँ। यहाँ चाहिँ मम्मी पानी लिएर आउनु भएछ। ए आयो बर्खा घेरी लाग्यो असार फेरि खेतीपाती लाउनलाई। गैरी खेतमा बिउ छ दुःख गर्ने जिउ छ खेतीपाती लाउनलाई। थियो कता गएको कति गाह्रो भएको ज्यानको दर से आयो बर्खा घेरी लाग्यो असार फेरि खेतीपाती लाउनलाई। गैरी खेतमा बिउ छ दुःख गर्ने जिउ। गाइज अहिले चाहिँ हामी आली लगाएर खाजा खाना भनेर आइपुगेको छौँ खाना खानलाई। यता दाईहरू हातखुट्टा धुनु हुँदैछ। हातखुट्टा धुनु हुँदैछ साबुन लगाएर मजाले कलको पानीले। यहाँ दाईहरू चाहिँ खाना खानु हुँदैछ। अब दाईहरू खसीको मासुसँग मजाले गए के गर्छ बिरालोले। अर्को बोल्नु गाइस, अहिले चाहिँ हामीहरूले आली लाएर सक्नु आँट्यौँ। माथिदेखि आली लाउँदै आएको। यता चाहिँ मामुली लाउनु हुँदैछ, उता दुईजना अङ्कलहरू लाउनु हुँदैछ। आली काटेर आएर नुहाइदिए गरेर अब यहाँ मम्मीले आँप काट्नु हुँदो रहेछ। आँप खाने हो। चट्टसँगले नुहाइ धुवाइ गरेर फ्रेस भएर बसेको। यी पनि आइपुग्नु भएछ आँप खान भनेर घरदेखि कुद्दै आँप खानालाई हेर दाँत देखाएको लजाएर फुत्तुकै क्यामेरा देखायो भनेर। अब कतिजनाले हेर्छन् तपाईँलाई, कति हजारजनाले हेर्ने हो। लाइक कमेन्ट सेयर गर्नु है सबैजनाले। चट्टसँगले बजारबाट किनेर ल्याएको जस्तै रहेछ। आन्टी चाहिँ आँप खानु हुँदैछ खाँदै। म चाहिँ अलि लाएर आएर एकछिन ढल्किनु पर्यो भनेर सुतिरहेको थिएँ।
सुत्दै टन्नै सुतेछ भर्खर उठेर अब एकछिन चोकतिर गएर आउनु पर्यो भनेर अब हिँडेको। मेरो नानी पनि हिँड्न थालिसकेको छ अब चाहिँ फाइनली 1 वर्षको अब 20 गते चाहिँ 13 महिनाको हुन्छ। अहिले अलिअलि हिँड्दैछ ताते गरेर। नानीले चाहिँ उहाँ बुढीले हिँडाउँदैछ पछाडि। म चाहिँ एकछिन चोकतिर यसो हावा खाएर आउनु पर्यो। मौसम यस्तो राम्रो छ है, अनि त्यही भएर म चाहिँ जानु पर्यो हिँडेको। राम्रो लागे पनि नलागे पनि च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला यदि तपाईँहरूले लाइक कमेन्ट सेयर